सो गाइज वेलकम टु माई न्यू ब्लग। अनि आज चाहिँ हामी दुवाकोट यात्रा केटाहरू चाहिँ यहाँ छन् होइन। यो चाहिँ को यताहरू त को रहेछ यो कृषिक भाइ अभिजन, यो चाहिँ आगमन बुलेट सरको, अनि बहिनी। हामी चाहिँ टक्क कुशल भाइलाई कुरिरहेको, कुशल भाइ चाहिँ आइपुगेको छैन। यस्तो छ बिहान बिहान केटाहरू दुवाकोटसम्मको यात्रा होइन त। ल अब कुशल भाइ आएपछि भेटौँ होइन सबलाई। ल कुशल भाइ आएपछि अब आइज गाई चाहिँ हामी चाहिँ कुशलले कुराउँदा यहाँ क्याफे आइपुगिसक्यो होइन आवाज तोसको। यो चाहिँ यतिकै हो दोस्त कुरेछौँ। अब यहाँ चाहिँ कुशलले यहाँ कुर्नी हो, कुन बेला आउँछ भनेर हाम्रो डन चाहिँ आज क्याब स्याब लाएर होइन त भाइहरू यतै छन्। अब के कसो हुन्छ तपाईँहरूले देख्ने भन्नुहुन्छ टक्क। ल यस्तो छ मावल यहाँको चट्ट छ केटाहरू यहीँ छ कुरेर बाहिर। अनि यस्तो छ हाम्रो भाइ चाहिँ यतातिर गएको थियो, कहाँ छ थाहा छैन। ल है गाइजहरू ओ ढोकोल यार। अब अहिले कुशल आएपछि देखाउनु पर्ला के कसो हुन्छ भनेर। यसलाई चाहिँ यतिकै छ। ल त्यही आवाजको क्याफे सबजना आउनु होला टक्क 12मा। ए कुशल भाइ आएपछि अब के कस्तो हुन्छ। भाइ आइसक्यो प्लग। टक्क हाम्रो कुशल भाइ नि आइसक्यो। हेर्छ कुशल दोस्त आमा कपाल मिला अलिकति अलि साइडको भने यहाँ अगाडि एमजी त्यसको बाइक चाहिँ आएको छ। अब दुवाकोटको यात्रा हो, अब त्यही पुगेपछि भेट्नु पर्ला केटाहरू यहीँ चाहिँ कुरेर। ल बाइक स्टार्ट हाल्न त नि खै त हाम्रो डर सपोर्ट नगरेन है गाइस। यो हेर्न यहाँ नाके दोस्त। ल ऊ अनि एक हुइली जाओस् न दोस्त। हिरो हो क्या हो। नम्बर प्लेट समर प्लेट हाल्नु छैन है गाइस। यसको बाइक चाहिँ यो हो, कसैले भेट्नु भयो भने मार्दै हुन्छ यसलाई। ल अब हामी पनि जाउँ त्यता गएर के कसो हुन्छ है त। ल अब गाइस हामी चाहिँ दुवाकोट आइपुग्यो। नाके भाइ यहीँ छ, यो यहीँ छ केटा हो। यस्तो छ दुवाकोटको। अब केटाहरू आउँदैछ यहाँ। बाहिरको माहौल चाहिँ हेरिदिउँ है त अब कस्तो छ। यता चाहिँ पुरै गाउँ जस्तो छ कि रमाइलो छ ठाउँ चाहिँ। ओइ केटा ओइ समुदायलाई फोन गर्न। यस्तै छ हाम्रो कुशल दोस्त। सम्बोधनको बन्द भाइ। ल चिया खानु भाइ, चिया भन्नु चिया। त्यहाँ बहिनीहरू खेलिरहेको छ। यस्तै छ पारा आमा कपाल झऱ्यो फेरि त्यो साइडमा राख क्या यसरी। ल यस्तो छ यहाँको माहौल। अब एकछिनमा कल गर्छु टक्क आइ त। ल ओइ त्यसलाई देखा त। यस्तो छ पारा छिटा भने ओइ गाइस हामी चाहिँ अहिले हेर्न दुवाकोटबाट लामाटार आइपुगिसक्यौँ। त्यस्तै छ अब रमाइलो। त्यो भाइ चाहिँ यहाँ छ, त्यो चाहिँ उहाँ बाइक लिएर गएको छ। हामी चाहिँ यतिकै तर्केर बसिया हो। ऊ डन अनि सक्छ त्यसलाई यो भाइ यहीँ छ। अब टक्क भेटी सिटो बनाउने रे। त्यसपछि खै के कसो हुन्छ, कहाँ जान्छौँ, कहाँबाट कहाँ पुगेछौँ है दोस्त। हाम्रो ऋषिक भाइ चाहिँ यहीँ छ। के छ रमाइलो छ आजको दिन। त्यसको बाइक चाहिँ यहाँ डनको। यो चाहिँ अब होली प्र्याक्टिस रे भन्दै थियो केटाहरू। के हो नि अब कहाँ जाने, कहाँ जाने त मलाई के थाहा छ टक्क। मलाई थाहा नि कहाँ जानु त अब रमाइलो भन्दा नि। दुवाकोटबाट आइपुग्यो भने त यहाँ पनि चार्ज छैन फोनमा, त्यही भएर छोटो छोटो भगाइरहेको छ केटा हो। डन माइन्ड
सबै राइडर राइडर आउँदो रहेछन् यही त हो नि अस्ति ल गाइस अब के कसो हुन्छ एकछिनमै भेटेर गरौँला है ल अहिले चाहिँ भिडियो सिडियो बनाइदिउँ होइन ल केटा हो हामी लामाटारबाट यहाँ आइपुगिसक्यो होइन यो चाहिँ कुन ठाउँ थाहा छैन एउटा गाउँ जस्तो छ चाँदीको बाइक टक्क यहाँ यो चाहिँ पुरै स्टिकर कोटाउँदैछ यस्तै छ पाहाड यहाँ माहौल चाहिँ राम्रो रहेछ बाटोहरू पनि यस्तो राम्रो छ यही हो यस्तै छ रमाइलो बासताङको यही हो अब यही सायद हाम्रो कन्टेन्ट बन्छ होला भिडियो सिडियो खिच्नु पऱ्यो टक्क होइन केटाहरू चाहिँ फेरि यस्तै छ रमाइलो यही हो टक्क यो चाहिँ यहाँ के गरे हो यस्तो यो हरिबिजुलाई टाटेर पाटे गाजा केला के बोल्छ बोल्छ है यस्तै छ अब हामी नखाने मान्छेलाई जे पनि भन्दैन भइगयो खानु त कसले खान्छ रे रमाइलो गाह्रो छ यस्तै छ भिडियो सिडियो बनाऊँ न त अब हुनु बनाइदिनु कन्टेन्ट हान्ने पनि एउटा टिकटकको लागि नि आजको क्यामेराम्यान चाहिँ हाम्रो खै कहाँबाट खिच्ने केटा हो यही हो यस्तै छ ल अब भिडियो सिडियो खिचेपछि भेट्नु पर्ला है ल ल ल ल गाइज आजको भिडियो चाहिँ खतरा मिठो बनिसक्यो होइन यही ठाउँमा हो ल सबले माया देखाइदिउँ है अब भिडियो चाहिँ अहिले बेलुका 5 बजीतिर पोस्ट हुन्छ भिडियो चाहिँ राम्रै छ सोचे जस्तो भयो तर गाह्रो चाहिँ धेरै भयो एउटा दाइले क्लास हेल्प गर्नुभयो भिडियो बनाउनुको लागि टक्क आजको मेन हामी त हाँसे भयो त कस्तो थियो दोस्त आजको भिडियो बबाल ल अब यस्तै छ दोस्त अब हेरौँ भिडियो कतिसम्म जान्छ के अब ट्राई त गरिरहेछौँ हामीले ट्राई गरे अनुसार राम्रो गइदियो त हुन्थ्यो 1.5 घन्टा जति लाग्यो होला यहीँ बस्दा बनाउन लाग्यो होला यस्तो छ भ्यू पनि यस्तो राम्रो छ हेर्नु केटा टक्क जे होस् अब राम्रै जाओस् भन्ने आशा छ भ्यू स्यू सबले माया देखाइदिनु होला अब के कसो हुन्छ अब भ्लग पनि यतितिर अन्त्य गर्नु पर्ला आजको लागि यति नै गाइज ल थ्याङ्क यू